राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले अनि नीलो हाम्रो घण्टी चुनाव चिन्हले अनि यहाँ उपस्थित भएका हामी प्रतिनिधिहरूले जित हासिल गर्यौं। तर यो देशले जित्न बाँकी छ र जनताले जित्न बाँकी छ। त्यसकारणले पनि आजको यो कार्यक्रम महत्त्वपूर्ण छ। हामीले देशले जित्ने गरी र ती दूरदराजका सबै नेपाली नागरिकले जित्ने गरी सबै नेपालीलाई अब भने मेरा लागि सरकार छ भनेर महसुस गराउने सरकार निर्माण गरेर डेलिभरीमा र डेभलपमेन्टमा सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्य गर्न हामीले काम गर्नुपर्नेछ। धन्यवाद। कार्यक्रम सञ्चालक विपिन कुमार आचार्य, सहमहामन्त्रीज्यू, पार्टीको उपसभापति महामन्त्रीज्यू लगायत सम्पूर्ण यहाँ उपस्थित हुनुभएका पार्टीका नेतागणहरू, मिडियाका मित्रहरू, सुरक्षाकर्मी साथीहरू लगायत सम्पूर्ण उपस्थित महानुभावहरू, मैले आफ्नो मन्तव्य सुरु गर्नु अगाडि आजको यो विशेष कार्यक्रम देश निर्माण गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवात गरेको नीलो क्रान्तिको यो दोस्रो संघीय निर्वाचन पछाडिको आजको यो हाम्रो उपस्थितिमा आदरणीय वरिष्ठ नेता बालेन्द्र शाह र आदरणीय पार्टी सभापति रवि लामिछानेको उपस्थित सम्भव भएसम्म हामी भोलि कार्यक्रम समापन हुनुभन्दा अगाडि गराउने कोसिस गर्नेछौँ। दुवैजनाको स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यस्तताको कारणले उहाँहरू अहिले उद्घाटन सत्रमा उपस्थित हुन सक्नु भएको छैन। म उहाँहरू दुवैजनालाई सम्झँदै आजको आफ्नो कार्यक्रम आफ्नो केही छोटा मन्तव्यहरू राख्न चाहन्छु। पार्टी स्थापना 2079 साल असार 7 गते भएपछि हामीले आजसम्म आइपुग्दै गर्दाखेरि केही अनुभवहरू गऱ्यौँ र आजको अवस्था किन आयो भन्ने विषयहरू केही यहाँहरूलाई जानकारी गराउनु नै पर्ला। हामीले केही बेर अगाडि मात्रै उपसभापतिजीले भने जस्तै अघिल्लो पटकको सदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका 21 सांसदले सकेसम्म आफ्ना सबै प्रयासहरू गरे, तर त्यति बेला संख्याको अभाव भयो र हामीले सोचे जस्तो डेलिभरी र डेभलपमेन्टमा काम गर्न सकेनौँ। त्यसपछि हाम्रा छोराछोरीहरू देशमा सुशासन भएन अनि डेलिभरी भएन, भ्रष्टाचार भयो, हामीहरूलाई बस्न लायक देश बनाइदिनु पर्यो भनेर स्कुले झोला बोकेर सडकमा निस्किए, जुन सायद हामीहरूको संख्याले पुगेको थियो र हामीहरूका प्रयास